म चाहिँ केन्द्रको अध्यक्ष हो, त्यसले गर्दा खरत्र छैन होइन, छाटिएर आउनुपर्छ ट्र्याकसँगले भन्ने होइन। तपाईँ जस्तो हुनुहुन्छ म त्यस्तै छु है। नेतालाई धनी हुने छुट हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ। देशसँग हाँस्ने, देश रुँदा देशको आँसु पुछ्ने संगठन हामीले निर्माण गर्नुपर्छ। म यहाँ भन्न चाहन्छु, केन्द्रका साथीहरू पनि हुनुहुन्छ, फिदिमका अगुवाहरू पनि हुनुहुन्छ, यहाँ धेरै ठाउँबाट आउनुभएको छ। तपाईहरुले खबरदार त्यहाँनिर तपाईको चाहिँ आइस आराम गर्नुहोला है। यो सुविधा भोग गर्ने संगठन होइन, यो भनेको तपाईको कठोर श्रमदान गर्ने, तपाईको चाहिँ सुशासनका लागि सचेतनाको अभियान फैलाउने, ग्राउन्डमा कुद्ने मान्छेहरूको टिम हो। यो एउटा कमिलाको तातीसँग तपाईँ तुलना गर्न सक्नुहुन्छ। त्यो कमिलाको तातीको अगाडि हिँड्ने एउटा कमिला मात्रै हो हर्क साम्पाङ, जो तपाईँ जत्रै छ, तपाईँ जस्तै छ, तपाईँ भन्दा कुनै पनि हालतमा ठुलो र सानो र अर्को कलरको छैन। हामीले मौरी र कमिलाबाट सिक्नुपर्छ है। मौरीबाट सिक्नुपर्ने, तर हामी झिना बन्न खोजेर है, खाली मुमुटमा हाम्रो बास भयो, खाली विकृति र विसङ्गतिमा हाम्रो बास भयो र हामीले जहिले पनि नराम्रो कुरा बोल्यौं। म सबैजनालाई भन्न चाहन्छु मिडिया मार्फत, हर्क साम्पाङलाई गाली गर्न छोड्नुहोस्। हर्क साम्पाङले केही पनि नराम्रो गरेको छैन, एक थोपा पनि नराम्रो गरेको छैन, सबै राम्रै मात्रै गर्न खोजिरहेको छ भने झिगा जस्तो बनेर